Vivo Y16 मोडलमा सटिस्फ्याक्ट डिस्प्ले कसरी चेन्ज गर्ने र चेन्ज गर्दाखेरि ध्यान दिनुपर्ने कुराहरुलाई म सोलुसन दिनेछु। क्यामेरामा धुलो पस्ने, अगाडि पछाडि यस्तो समस्याहरु या त लाइनिङ धर्काहरु या त अटो टचहरु हुने यस्तो समस्या हामीले बारम्बार देख्न पाइरहन्छौं डिस्प्ले फेर्दाखेरि। यो समस्यालाई कसरी सधैँको लागि बाइ गर्ने मेरो च्यानलमा गरेर देखाउँदैछु। च्यानललाई सब्स्क्राइब गरिदिनु होला। सबैभन्दा सुरुमा त हामीले ब्याक प्यानललाई रिमुभ गर्नुपर्ने हुन्छ। ब्याक प्यानल रिमुभ गर्दा क्यामेरा फुट्ने एकदम समस्या क्यामेराको सिसा फुट्न सक्छ। यसलाई एकदम ध्यान दिएर रिमुभ गर्नुपर्ने हुन्छ प्यानललाई। प्यानल रिमुभ त्यसरी र यो फिंगरप्रिन्ट पनि बिग्रिन सक्छ। नोटहरुलाई मैले रिमुभ गरिसकेको छु। त्यसरी सिम कनेक्टरलाई पनि रिमुभ गर्नुपर्ने हुन्छ। यसको माथि लागेको हुन्छ कनेक्टर र यो सिम कनेक्टरको साइडबाट हामीले यसलाई रिमुभ गर्न सकिन्छ र रिमुभ गर्दाखेरि फिंगरप्रिन्ट बिग्रिन सक्छ। यसलाई ध्यान दिनुपर्छ। एकदम होस पुर्याएर रिमुभ गर्नुपर्ने हुन्छ। यसलाई फिंगरप्रिन्टलाई रिमुभ गर्नुपर्ने हुन्छ। सबभन्दा सुरुमा चाहिँ ब्याट्री कनेक्टरलाई रिमुभ, त्यसपछि यो ब्याट्री लगाउने पेपर लगाएको हुन्छ। एकदम होस पुर्याएर यसलाई रिमुभ गर्नुपर्ने हुन्छ। ब्याट्रीलाई रिमुभ, त्यसपछि पेपरलाई पनि रिमुभ गर्नुपर्ने हुन्छ। डिस्प्ले कनेक्टर रिमुभ र डिस्प्लेलाई हटगनको सहायताबाट या त हटगनको सहायताबाट रिमुभ गर्ने। डिस्प्लेलाई रिमुभ। यसमा अलरेडी कसैले डिस्प्ले चेन्ज गरेको रहेछ पहिला पनि र यसमा गल्ती के गरेको रहेछ यो पेपर लगाएको रहेछ। यो पेपर यहाँ छ एउटा यहाँ छ। यसरी गर्दाखेरि डिस्प्ले हाम्रो छिटो खराब हुने या त साइडबाट पानीहरु छिरेर डिस्प्ले खराब हुने यस्तो समस्याहरु देख्न पाइन्छ या त सेतो दागहरु बस्छ। यसलाई रिमुभ गरेको हुनुपर्थ्यो पहिले, गरेको रहेनछ र हामीले अटो टचहरु हुनु पनि यसलाई रिमुभ गर्नुपर्थ्यो, गरेको रहेनछ। यो गल्ती गर्नु हुँदैन कहिले पनि। त्यसरी यहाँ भएको सम्पूर्ण सिसाको टुक्रा रहेको छ यसलाई क्लिन गर्ने। क्यामेरामा धुलो पसेको छ भने सफा कपडाको सहायताबाट यसलाई रिमुभ गर्नुपर्ने हुन्छ। सफा गर्ने एकदम नरम तरिकाले। लेन्स बिग्रिन सक्छ। एकदम नरम तरिकाबाट सफा गर्नुपर्छ। गम हाल्दाखेरि यो साइडमा कहिले पनि बडीमा लगाउनु हुँदैन। यो डिस्प्लेको यो साइड यसमा मात्रै लगाउनु पर्छ। यो साइडमा मात्रै गम लगाउनु पर्छ। यसरी गर्दाखेरि डिस्प्ले एकदम मजबुत तरिकाले बस्छ र साइडबाट लाइटहरु बलेको देखिँदैन। पेपरलाई रिमुभ र यहाँ अर्को पनि पेपर लगाउँछ। यसलाई पनि रिमुभ गर्नुपर्छ। यसरी गर्दाखेरि चाहिँ डिस्प्ले साइडबाट तान्नुपर्छ यसरी हल्का र यो उठेको हुँदैन। एकदम राम्रो तरिकाले बस्छ। गम हाल्दा पनि यो भित्र छिर्दैन। त्यसपछि टेम्पर ग्लास डिस्प्ले टाच्नु भन्दा अगाडि नै लगाउनुपर्छ। यसरी गर्दा मजबुत हुन्छ र पछि लगाउने समस्याहरुबाट छुटकारा मिल्छ र कपडाले सफा गर्ने एकपल्ट। त्यसपछि सबैभन्दा राम्रो टेम्पर ग्लासलाई पनि लगाइदिनु। टेम्पर ग्लासको पेपर रिमुभ र टाच्नु भन्दा अगाडि यसमा फोहोरको टुक्राहरु पसेको छ भने यसलाई रिमुभ गर्ने अनि मात्रै डिस्प्ले टेम्पर ग्लास लगाइदिनु। अगाडि पछाडि एकदम मिलाएर राम्रो तरिकाबाट टेम्पर ग्लास लगाइसक्यो। मिडियामा चाहिँ छाउनु हुँदैन। यसरी गर्दाखेरि लाइनिङ धर्काहरु आउने या त अटो टचहरु हुने यस्तो समस्याहरु आउँछ यो भित्र छिरो भन्दाखेरि यसलाई रिमुभ गर्ने। सेन्सरमा लगाउनु हुँदैन। साइडबाट एकदम मिलाएर डिस्प्ले बसाउने। सुरुमा चाहिँ यो साइड कति आएको छ र अगाडि कति आएको छ त्यसलाई मजाले ध्यान दिने। बराबरमा राखेर बल्ल प्रेस गर्ने हल्का सबैतिर मजाले बसाइसक्ने। त्यसरी पेपरलाई डिस्प्लेको कनेक्टरलाई लगाउने र यो कनेक्टरको पेपर लगाएकोलाई यो साइडमा हल्का यसरी मोड्दिने र यो पेपरलाई लगाइदिने। ब्याट्री लगाउने
कनेक्टर ब्याट्री कनेक्टरलाई पनि लगाइदिने र डिस्प्ले कनेक्टरलाई अझै मजाले थिचेर लगाउने यदि निस्केको छ भनेदेखि र यो फिङ्गरप्रिन्टको पत्तालाई पनि लगाइदिने र यहाँको सम्पूर्ण नोटहरूलाई पनि लगाइदिने यसरी ब्याक प्यानल टास्नको लागि चाहिँ गम लगाउने साइडमा र ब्याक प्यानललाई लगाइदिने र यो ब्याक प्यानल र डिस्प्ले मजाले बसाउनको लागि चाहिँ आधी घण्टा लबर वा टेपको प्रयोग गर्ने टेपको प्रयोग गर्छु यसरी मलाई सजिलो लाग्छ एकदम र डिस्प्ले फुट्दैन पनि यो तरिकाले गर्दा चाहिँ लबर भन्दा मलाई यो टेपै सुरक्षित लाग्छ सेटलाई तुरुन्तै अन गर्नु हुँदैन यदि मिडियामा या त कुनै पनि ठाउँमा गम छिरेको छ भने लाइनिङ धर्काहरू अटो टचहरू हुने यस्तो समस्या या त ब्ल्याक डिस्प्लेहरू आउने समस्या देखिन्छ सेटलाई आधी घण्टा पछि मात्रै सेटलाई अन गरेर भनेदेखि डिस्प्ले खराब हुँदैन पावर बटन प्रेस पावर अन कुनै ठाउँमा पनि दाग नबसिकन एकदम सफा तरिकाबाट डिस्प्ले बसेको छ गर्दाखेरि दाग नबसिकन डिस्प्ले सक्सेसफुल तरिकाले बसेको छ भनेदेखि डिस्प्ले खराब हुँदैन र लामो समयसम्म टिक्छ र अटो टचहरू हुने यस्तो समस्याहरूबाट पनि छुटकारा मिल्छ म यसको टच चेक गराएर देखाउँदैछु सेट अन हुँदैछ त्यसरी नम्बर डायल गरेर देखाउँदैछु एकदम राम्रो तरिकाले वर्क भइरहेछ टच पनि भइरहेछ आजको लागि यति नै जाँदै मेरो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला